शुक्लांबर्म विचारसार परमामाद्यं जगद्व्यापिनीं वीणा पुस्तकधारिणीं अभयदां जड्यन्धकारापहां हस्ते स्फाटिकमालिकं विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिं पदां शारदां सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हम सवाहन समयुक्ता विद्यादानं करोतु मे यं वर्मा वरुणेन्द्र रुद्र मरुता तुन्वन्ति दिव्यैस्तवै वेदैः साङ्गपदकर्मोपनिषदैर्गायन्ति यं सामगा ध्यानावर्तति यद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः श्रीमन्चन्दनचर्चितो जलपपु शुक्लाम्बरा मल्लिका मालालंकृतकुण्डला परिविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वजनाम्बुजे वस्तु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादादक्ष्यमि नारायण कथामिमाम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वरी की जय हो। 25औं अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। तहाँपछि लावण्य देशमा मन्त्रीहरूले हात्तीलाई सुवर्ण कलश र फूलको माला दिए राजा खोज्न लगाइराखेका थिए। लोकहरू अनेक वस्त्र अलंकार पहिरेर राजा होइजान्छु कि भनी हात्तीको नजिक गए। अघि पछि हिँड्न लागे। नवराज पनि पुगेर एउटा पार्टीमा बसेर हेरिरहे। हात्तीमा हरिहर प्रवेश गरेर नवराज ब्राह्मणका नजिकै गई गलामा माला पहिराई सुवर्णका कलशले अभिषेक गरे। त्यो देखेर लोकहरू भन्दछन्, हे लोको, यो हात्ती बौलायो। यस देशमा के क्षेत्रीय छैनन् र यस्ता ब्राह्मणलाई अभिषेक गर्यो? कसैले हात्ती बौलाएको होइन, तिमीहरू नै बौलायौ। मुखले नबोले पनि हात्ती देवता हो। हे मूर्ख हो, ब्राह्मण क्षेत्रीय वैश्य शूद्र जो भए पनि उसका तपस्याले राजा भयो। बिना नारायणका अंशले नारायणले नदी राजा हुन उसै पाइन्न। चुप लाग भनेर सम्झाए। तहाँपछि हरिहर प्रवेश भइरहेको हात्तीले नवराजलाई सुनले उठाई आफ्नो कुम्भस्थलमा राखेर दरबार लग्यो। गुरु पुरोहितले अनेक वस्त्र अलंकार पहिराई सम्पूर्ण सामग्री तयार पारेर पूर्ण घट अष्टमङ्गल गरेर सुदिन ठहराई। त्यसै शहरका राजाकी छोरी लावण्यवती नाम गरेकीलाई विधिपूर्वक नवराजलाई कन्यादान गरेर राजा तुल्याए। अनि मन्त्री गुरु पुरोहितले हे महाराज, अभिषेक भएको छैन, सामग्री तयार छ भने। तब नवराज भन्दछन्, हे गुरु पुरोहित, मेरी माताले नदी अरूको अभिषेक कसरी ल्याउँ? चन्द्रज्योति नगरका बाहिर एउटा खरले बनाएको घर छ। त्यहाँ गोमा नामकी ब्राह्मणी छन्। ऊ मेरी माता हुन्। झट्टै लिन पठाऊ। यति नवराजले भनेको सुनि मन्त्रीले म जान्छु भनी अनेक वस्त्र अलङ्कार र फौज समेत लिई चन्द्रज्योति नगरमा पुगेर गोमालाई भेटी प्रणाम गरेर भने, महारानी, हजुरका पुत्र नवराज लावण्य देशका राजा हुनुभयो। म उनको मन्त्री हुँ। हजुरलाई लिन पठाउनु भयो र आएँ। मैले ल्याएका वस्त्र अलंकार पहिरी पालकीमा बसेर छिट्टै हिँड्नुहोस्। यति मन्त्रीको वचन सुनि गोमाले मनमा आनन्द मानेर मन्त्रीले ल्याएका वस्त्र अलंकार लगाई पालकीमा बसेर लावण्य देश हिँडिन्। चन्द्रज्योति नगरका स्त्रीहरूले थाहा पाई हेर्न भनेर कोही कपालका केश पुगेका, कोही पटुकाको छेउ खुस्केका, कोही ससाना छोराछोरी रुवाएका, कोही खाँदा खाँदै भात छोडेर उसै हतपत गर्दै बाहिर निस्के। पालकीमा बसेर फौज समेत भई जान लागेकी गोमालाई देखेर भन्दछन्, स्त्री जाति भएर पनि गोमा ब्राह्मणी सदैव अर्काको ढिकी जातो गरेर धागो काटेर कष्ट सहेर बाँचिरहेकी थिइन् र आज महारानी भई पालकीमा बसेर जान लागेकी छन् भन्दै आपसमा सबैले कुरा गरे। अनि गोमा महारानी त्यहाँबाट गई लावण्य देशको नजिकै पुगिन्। नवराज राजाले थाहा पाई हात्ती घोडा रथ र फौज समेत लगेर अनेक गीत वाद्य र सिन्दूर यात्रा गर्दै दरबारमा लगेर सुखपूर्वक राखी साष्टाङ्ग प्रणाम गरेर, हे माता, म तपाईको तपस्या र हरिहरको कृपाले लावण्य देशको राजा भएँ। धन्य तपाईको तपस्या र मेरो भाग्य। राज्याभिषेक भएको छैन, अब अभिषेक दिनुहोस् भने। यति आफ्ना पुत्र नवराजले भनेको सुनि
ज्योतिषीद्वारा सुदिन ठहराई सुवर्णको सिंहासनमा बसालेर नवराज राजा र लावण्यवती रानीलाई विधिपूर्वक अभिषेक दिन। राज्याभिषेक भइसकेपछि गुरु पुरोहित ब्राह्मण तथा आफ्ना इष्टमित्र सबैलाई भोजन गराई दक्षिणा दिई विदा गरेर हात्ती घोडा रथ र फौज तयार पारी गीत वाद्य गर्दै दरबार जाँदा भए। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगत संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां नवराज राज्याभिषेक वर्णन नाम पंचविंशोऽध्याय। हरे नमः। ओम उपनयतु मंगल सकल जगन मंगललालय श्रीमान दीनकर किरण निबोधित नवनलीन दलीन वीक्षण कृष्ण काले पश्यन्तु पश्यन्न पृथिवी शशिशालिनी देशोऽयं शोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा अदना सतना सन्तु जीवन्तु सर्वदा सतां तत्रैव गंगा यमुना तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यथा चित्योदार कथा प्रसंग या कुन्दन्त तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्ड मण्डितकरा या श्वेतबल्भासुधा या वल्लभचतुशङ्कर भरतीभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यत् सकलं परस्मै नारायणाय समर्पयत् नारायणाय समर्पयत् बोलिए श्री स्वस्थानी परमेश्वरी की जय हो।